गुड्डे तिम्रो टी-शर्ट चाहिँ यस्तो कन्डिसनको छ अझै ममै खताल्दै मेरो शीतल भएर बसिरहन्छ है मजा छ यत्रो भएला ड्याम्मै भइसक्यो भन्दैछ हो यतै भएको अपच सप्तमलाई चाहिँ पुरा अपच भइसक्यो अरे। हेलो साथीहरू, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ हामी दुईजना मिलेर चाहिँ मोमो बनाउँदैछु। गरम चाहिँ डरलाग्दो चढिसकेको छ हो। हेर्नुहोस् न, पसिनाको पुरा गरम चढिसकेको छ। र आज मोमो चाहिँ हामी किचनमा नबनाएर चाहिँ हो यहाँनिर रुममा बनाउँदैछु। यहाँ रुम चाहिँ हो आकाश दादाको। नरिसाउनु ल आकाश दादा, किनभने यहाँनिर शीतल छ नि त, सफा गरिदिराखिदिन्छु। यो रुम चाहिँ अलिक शीतल छ नि त हो। हामी चाहिँ माथि तलामा बस्छु हो। माथि चाहिँ डरै लाग्दो गरम हुन्छ, अबुई तातेर बाफेर। र यो निचेको रुमहरू चाहिँ अलिकति शीतल हुन्छ हो। त्यसरी यहाँ बुटो भाइको रुममा बनाएको हो, आकाश सरको रुममा बनाएको। र यहाँ चाहिँ बनाएर सफा गरिराखिदिन्छौँ नि ल। गरमले चाहिँ जिन्दगी चाहिँ नि बेहाल भइसकेको छ यहाँ चाहिँ साथीहरू। र यहाँनिर प्याज कटिङमा चाहिँ बिचरा सपनाले गर्दैछ हो। र म चाहिँ आँटा गुन्नु आँटेको हो। आँटा रेडी छ मेरो गुन्नुको लागि। र आज चाहिँ हामी लौकाको खाना आँटेको है। कद्दु हेर्नुहोस् कत्रो ठुलो छ कद्दु, हनुमानको लस्तम जस्तै 1 किलो चाहिँ छ होला यो है। लु हाम्रो लौका पनि रेडी भयो हो। र लौकाको चाहिँ पानी निचाल्ने मात्रै सपनम छ, किनभने चाहिँ सपनम चाहिँ एकदम ताकतवर छ नि त हो म भन्दा। अन्त मजाले निचार्छ यसले चाहिँ हो। पुरा यसमा चाहिँ बल लाग्छ नि त हो। म चाहिँ त्यस्तो बल गर्नु सक्दिनँ जस्तो सपनमले गर्छ। और यहाँ पर है हमारे शीला बहन, रीना दीदी का क्या है आप, क्या है बच्चा बच्चा नहीं बच्ची होती है ना। हाम्रो स्कुलमा काम गर्ने दिदीको चाहिँ हो, ऊ चाहिँ उयो हो दिदीको छोरी है। म चाहिँ नेपाली बोलेको हो, बुझ्दैन होला है। समझते हैं हम क्या बोल रहे हैं, नहीं समझते ना। र आज चाहिँ हामीले हो आँटाकै बनाइ, किनभने मैदा नखाएको। मैदाले चाहिँ सपनमलाई ग्यास हुन्छ अरे फेरि हो। त्यही कारण चाहिँ हामीले आँटाकै मोमो बनाए आज चाहिँ। र अलिकति हामी गाजर पनि लाउँछु र अदरक पनि हाम्रो रेडी भइसकेको छ। लु अब चाहिँ अजिनो आयो। कति हालिदिनु अजिनो? भयो हाल्यो होइन त्यही दामी दामी देख्यो है। अब सुपको लागि पनि रेडी गर्नुपर्ने छ। तेल भयो होइन आजु। हेलो शीला, आपकी भाषा में बोल दो तो कि आज मोमो बन रहा है। मोमो बनाता ना। ये कौन सा भाषा, ये हो गया आदिवासी भाषा ना। आदिवासी भाषा में सन्थाली। लु यहाँ चाहिँ सपनमले साथी पनि पाइहाल्यो हो। हल्का साथी पनि पाइहालेछ है। साथीको नाम चाहिँ हो शीला। शीला है ना आपका नाम? शीला हो। शीला पाइहाल्यो यसले। अब माई नेम इज शीला भन्दै काम गर्छ अरे। लु यसले चाहिँ रेडी गर्दैछ हो। यहाँ चाहिँ सबै रेडी भइसक्यो हाम्रो किमा। मेन चाहिँ यही हो है। अब भक्कै लाग्दो झिझेट। अन्त सुपको लागि चाहिँ केही थिएन हो। पालङ्गीको साग, सिबी, आलु राखेको छु मैले। र बाहिर चाहिँ हेर्नुहोस् न, डरै लाग्दो गरम भएको छ है। अब चाहिँ अहिले चाहिँ कलर्सको काम चल्दैछ स्कुलमा चाहिँ हो। कलरहरू गर्नुहुँदैछ। भैयाहरू खाना खान जानुभएको रहेछ। र आम पनि यत्रो भइसक्यो होइन न। गरम चाहिँ कतिको चाहिँ होला यस्तो भइसक्यो। आँप सानो झर्दैन फेरि आँप यहाँनिर भुइँतिर। माइलाग्दो मग त सुकिरहेको छ। र डल्ले खोर्सानी चाहिँ यस्तो भएछ। योहरू उताबाट लिएको डल्ले खोर्सानी। यसको मालिकहरू चाहिँ घर गएको छ हो। हामीले पानी हालिदिँदैछु तर यत्रो भइसक्यो। खानुपर्छ होला। यो बोट पनि यत्रो भएछ। त्यही बनाउने अरे हो। खतरा बनाउँछु भन्दैछ। लु हेर्नुहोस् है कतिको चाहिँ खतरा बनाउँदो रहेछ। मै बनाउँछु, म खतरा बनाउँछु भनेर जिद्दी गर्दैछ नि त। हेरौँ न बाङ्गो तेरो टोड्का त बनाइहाल्यो। यस्तोले बनाउँछ होला खतरा हो त। म बनाउँछु भनेको थिएँ कि। पातला रहेछ नि त यो। पातला भयो इसको सीधा रखेंगे, आइडिया नहीं है ना। इसको सीधा रखेंगे।
तेल यो डाल्डाको यस्तो डाल्डामा पुरा छ यसको चिप्लेहरू त है त्यही दलौँ न कहाँ हुन्छ हौ यतिले त्यहीमै पनि अरे बुद्धि त अलिकति लगाउनु नि है फेरि त्यही डाल्डाको खोस्टामा चाहिँ अलिकति तेल चुहाएर यस्तो गर्न भनेको एउटा भयो तेल ल्याउनु त यस्तो के गर्नु होला जिन्दगी है रिस लाग्छ हौ साथीहरू हेर्नु न यो बुद्धि लाउँदैन जता गोरुको मासु खाएर यस्तो भएको होला हौ है यसरी बुद्धि लगान भनेको खै भोलिपछि बुहारी भयो भने के गर्छ होला है बढी हुँदैन अब के हुन्छ साडी हुन्छ कलर हुँदैछ हाम्रो स्कुलमा हो ओके र हाम्रो मोमो चाहिँ अब रेडी यस्तो भयो चाहिँ आटाको कलर भयो जस्तो भएको होला हौ है कालो कालो ल भयो यहाँ अलिकति छ पकाउनु पनि हो र सपनामले अचार पिन्दैछ हामी चाहिँ यस्तोमा जोगाड गर्नुपर्छ यो काठकोमा ल यो चाहिँ कहाँबाट बाहिर लेख्छ र चाहिँ अलिकति भए पनि ताकत आउँछ अचार पिन्दैछ टाइम भयो त लु 1:30 भयो 1:30 हुन सक्यो अम्बो तिमी पो यहाँ चियरमा बसिरहन्छ र मजा छ हामी त कति गर्नुपर्छ पुरा पसिना आयो हल्का भयो बल्ल बनाइसक्यो मोमो चाहिँ हो यहाँ अफिसमा त शीतल हुन्छ नि त त्यही कारण यहाँनिर शीतल भएर बसिरहन्छ है मजा छ शीतलमा हामी खालि गोडामा पेलाक भएर बस्नुपर्छ यहाँ तल हुनु चाहिँ शीतल हुन्छ अफिसमा चाहिँ हो त्यही भएर एकछिन 2 मिनट भए पनि यहाँनिर हावा खानु आएको ओके त हाम्रो चाहिँ अब मोमो रेडी भयो हो तर एउटा बात अफसोस की बात भयो के भन्दाखेरि चाहिँ मोमो चाहिँ पुरा फुट्यो आज चाहिँ पातला भएर फुटेको हो कि आटाको भएर फुटेको हो कि यहाँ चाहिँ उनबिन्छ कोकसँग खान्छ अरे फेरि दुईजनाले भगवान् तमासा पार्नु पनि जान्नुपर्छ हौ है आइस हालेर त्यही पनि हो भगवान् ऊ मोमो त्यस्तो भएछ ऊ किमा भइरहेको छ हौ हरेस लाग्यो दाइ भएछ आइस खाऊ हजुर खानुहोस् न बनाएको त चुपचापसँगले मोमो फुट्यो अरे पास भएन अरे सुप चाहिँ कस्तो भयो सुप चाहिँ राम्रो भयो यो सपना मोमो खाएर भन्नु पर्यो मोमो हो कि के हो तर मिठो चाहिँ मिठो भएको छ है यो चाहिँ हो सपनमको रुम साली भेन्ना का प्यार यसमा कतिवटा भइसक्यो तैँले खाएको अरे 5वटा त भयो 5वटा भयो रे हेर्न बिन 4टा 5वटा 9वटा भयो यस्तो छ है खानु खा बढ्दो मेर खाइराख तिनीहरू चाहिँ कोकसँगै खाने अरे नि त आइस हालेको साली भेना चाहिँ मेरो चाहिँ छ स्प्राइट म त चिसो खान्न नि त हो मोमो खाने तेरो उयो पुरा भयो होइन घरि के खान्छु घरि पिज्जा घरिको मोमो घरिको के भनिबस्छु एकचोटि वाक्कै लाउँछ हौ जिन्दगीको पर्यटनमा हो त है लु खाएर चाहिँ थाकिसके यहाँ ऊ सपनम गिभ अप दियो सपनमले खालि 40वटा मात्रै बजायो आज 40वटा मोमो थियो हत्तु भएर हेर्नुहोस् हालत देख्दा थाहा पाएर कति चाहिँ खायो भनेर यहाँनिर चाहिँ ऊ अझै पनि हार मान्नु हुँदैन खानुपर्छ बढ्दो उमेरहरू हो खानुपर्छ बढ्दो उमेरहरू हो त्यही भयो म त त्यस्तो खान्न हो मलाई त्यस्तो खानु मन लाग्दैन त्यस्तो खाएन स्प्राइट चाहिँ खान्छु 25वटा खाएर मैले 25वटा खाइनँ मैले खाएँ गनेर खाएँ 12वटा खाएँ एउटा टाइपको 11वटा खाएँ मैले टाइपको चाहिँ सानो थियो होइन मैले हार्डली 5वटा खाएँ मैले 10-12वटा 10वटा 5वटा जिन्दगीको वर्षमा भयो गुड्डे तिम्रो टी-सर्ट चाहिँ यस्तो कन्डिसनको छ टी-सर्ट हेरेर दुईजनाले यो बुड्डे भाइले झुम्रे बनाएको थिएन झुम्रे त हो कमेन्ट गर्नु गरे बुड्डे भाइ तर यो फुट्टायो हेर न यस्तो भए पनि लडी बढी भइसक्यो खानै पर्ने है आम्मा हेड यतिको चाहिँ खानुपर्छ है साथीहरू लडी बढी भइन्छ भाँडा मोल्नुमा लडाखेरि हामी धुन्छौँ हामीले बनायो हामी धुन्छौँ
कोकहरू बढी बढी बनाइसक्यो ड्यामै भएर पचाउँछ अरे अब त्यो बुई के डर लाग्छ मान्छे हो है छ्या खाएको पचाउनुको लागि भाँडा चाहिँ मैले गर्ने तिमी सुत्छौ नबिन सुत्छौ ए लौ मेरो लुगा पो धुनु पर्छ अरे सप्तमको फेरि हेर्नु न यहाँनिर साथीहरू सन्डे अरे हो मन्डे अरे ट्युसडे वेडनसडे थर्सडे फ्राइडे स्याटरडे पारा राखेको अरे बुई के डर लाग्दो है चाल्दै फेरि ला उठ्नु साह्रो परेछ ऊ साथीहरू ऊ ला उठ्नु साह्रो उठ्नु साह्रो पर्यो है उठ्नु साह्रो पर्यो अझै खाइन सकि छै हेर्नु त ऊ अझै ममै खताल्दैछ साथीहरू हेर्नुहोस् कति चाहिँ खाएला यहाँ मक्सुमा लेख्थ्यौँ हो यहाँ 3 मक्टु फिनिस्ड गर्यो यहाँ अलिकति मात्रै रहेछ हेर यो प्याजहरू बुढे भाइको भेस्ट हो र यो झुम्रै थियो होला नि है अब चाहिँ भाँडाहरू मोलु मला यो चाहिँ फ्रिजमा